हाई गाइस वेलकम टु द भ्लग। आज काठमाडौँदेखि डेनमार्कतर्फको यात्रा यहाँसँग सेयर गर्दैछु। ओके, अब चाहिँ हामी एयरपोर्टतिर जाँदैछौँ। फाइनली एयरपोर्टबाट हाम्रो फ्लाइट चाहिँ 1:30 बजेको छ। अहिले 10 बज्यो। हामी 10:30 बजीभित्र पुग्नु पर्ने हो। हामी अलिकति लेट भयो। सब हामी जान लागेको एयरपोर्टतिर। यता चाहिँ मेरो मम्मी, म अनि हस्बेन्ड र उहाँ चारको क्याबमा चाहिँ हाम्रो एयरपोर्टसम्म पुग्दा सामान्य लागे तापनि एयरपोर्ट पुगिसकेपछि भने हामीलाई एकदमै इमोसनल फिल भएको थियो र फाइनली द डे हेज अराइभ्ड। काठमाडौँलाई छोडेर नेपाललाई छोडेर विदेश प्रस्थान गर्ने त्यो दिन आँखा अगाडि थियो। गलामा खाँदा हातमा सुटकेस र आँखामा उज्यालो भविष्यको सपना बोकी हिँड्ने हामी मात्र रहेनछौँ। देश र परिवार छोड्नुको पीडाले गर्दा होला आँखा रसाएका थिए अनि मन भारी भइरहेको थियो। दर्श, तिमीले फ्लाइटमा गएर खोला भन्नुहुन्थ्यो नि त। सो आइम गोइङ टु ओपन दिस फर यु। आई एम इन द फ्लाइट राइट नाउ. Sir, I know that you are going to abroad, but this is my warm words to make you happy. Let's spread kindness. Okay, thank you, Dars. As you said, फ्लाइटमा मैले खोलेँ। थ्याङ्क यू सो मच। राम्ररी पढ्नु, ठुलो मान्छे बन्नु है। अनि कहिलेकाहीँ मैले भने नि, इफ यु मिस मी जस्ट सेन्ड मी अ टेक्स्ट। ओके, जाँदैछौँ युरोप डेनमार्कको लागि। स्ट्रगलहरू पनि थियो। अब तपाईँहरूलाई हामीले भिडियोमा हरेक कुरामा अपडेट गराइरहेको छौँ। सो अब फ्लाइटमा छौँ। अब यहाँ पछि हाम्रो जर्नी कस्तो पनि हामी सेयर गर्ने नै छौँ। थ्याङ्क यू फर बिङ विथ अस। अब पनि यहाँको साथ सपोर्ट चाहिँ आवश्यक छ। सो एक हप्ता पनि भएको छैन है, 1 विक पनि भएको छैन, तर छिट्टै पासपोर्ट आएर 1 हप्ताभित्र जस्ट 5-6 दिनको मैले त सब गरेर आज चाहिँ हामी यसरी अब जानेवाला छौँ है। हिजो रोएर हेर्नुहोस् त, आँखा पनि हल्का स्वेलिङ भयो, तर ठिकै छ। जस जन्म भन्नु हुन्छ, हजुरलाई अपडेट गर्दै गर्छौँ अनि हाम्रो जर्नी पनि तपाईँहरूलाई देखाउँदै जान्छौँ। अन्तर्राष्ट्रिय यात्रा हाम्रो लागि भने पहिलो अनुभव थियो। त्यसै कारणले गर्दाखेरि मनमा डरहरू के होला कसो होला। फ्लाइट टेक अफ गर्ने बेलामा पनि एकदम डरलाग्दो रहेछ। सो जब हामी लक्कीली हामी विन्डो सिटमा नै पऱ्यौँ र विन्डो सिटबाट बाहिर हेर्दाखेरि जब प्लेन टिल्ट गर्थ्यो, ओहो एकदम गाली लाग्दो फिलिङ चाहिँ हामीलाई भएको थियो। तर जस्तो भए पनि एकचोटि जमिन चाहिँ छोड्नु पर्ने रहेछ। करिब फ्लाइटमा बसेको पनि 5-7 घन्टा बितिसकेको थियो। त्यसैले भोकले गर्दा होला हामीलाई अब के आउला भन्ने एक्सपेक्ट गरिरहेका थियौँ र त्यससँगै थाई एयरवेजले हामीलाई मिलको व्यवस्था पनि गरेको थियो। खानामा विशेष गरी हाम्रो नेपाली खाना जस्तो केही पनि थिएन। सायद थाई फुड होला। डेजर्ट हो यो चाहिँ, डेजर्ट। एउटा चिसो पास्ता थियो, अर्को चाहिँ म्यास्ड पोट्याटो जुन आलुलाई थिचेर बनाएको हुन्छ त्यो पनि थियो। र चिकन ब्रेस्ट पनि थियो। ओभरअल खाना चाहिँ हामीलाई मिठै लाग्यो। म्यास्ड पोट्याटो र चिकन ब्रेस्ट चाहिँ फिनिस्ड भएको छ। I'm going to try this. यो कस्तो छ त? बिमलाले भने अझै टेस्ट छैन भन्ने कुरा लागिरहेको छ। अब ट्राई। चिसो
It's okay, no? फ्लाइटमा इन्टरटेनमेन्टको लागि मुभीहरू अथवा डकुमेन्ट्री जे पनि हेर्न मिल्थ्यो। हाम्रो फ्लाइट लङ टाइमकै लागि भएको हुनाले गर्दा मैले पनि मुभी हेर्दै आफूले आफूलाई इन्टरटेन गरेँ। करिब 7 घन्टाको यात्रापछि हामी साँझको 8-9 बजीतिर हामी थाइल्यान्ड पुग्यौँ। For more information about Thai, please go to our website at thaiairways.com. Be careful. यहाँले भिडियोमा देख्नुभयो जस्तै थाइल्यान्डको आकाश साँच्चै सुन्दर थियो। पिङ्क अनि रेड कलरको देखिन्थ्यो पुरै आकाश। त्यो एयरपोर्ट पनि झिलिमिली भएर होला हाम्रो लागि हाम्रो आँखाले हेर्दाखेरि चाहिँ थाइल्यान्डको एयरपोर्ट जुन थियो एकदमै सुन्दर थियो। थाइल्यान्ड एयरपोर्टभित्र भने हामीले करिब 6 घन्टाको ट्रान्जिट आवर हामीले स्पेन्ड गर्नुपर्ने थियो र 6 घन्टा थाइल्यान्डमा बिताइसकेपछि फेरि थाइल्यान्डबाट कोपेनहेगनतर्फको हाम्रो अर्को प्लेन चाहिँ हामीले लिनुपर्ने थियो। अब अर्को भिडियोमा हामी हजुरहरूलाई ट्रान्जिट एरियाको फुटेजहरू देखाउनेछौँ। थ्याङ्क यू फर वाचिङ।